तर भोटिन त अब जे भन् जिस्क्या बानी उल्ट नाच्दी यार म डाङ किडाङ नाचे अनि आशिका पनि हजुर भन्नु न भेट्न कहाँ गएको थाहा फेरि थाहा छ नि दाइ त्यता हिँडेको भन्ने ठाउँमा चिरपट कहाँ गाइज प्लिज फलो पनि गर्नु सबैले गाइज फलो गर्नु ओके अनि अनि कोही बेला थाहा पाएन कि हामी त्यहाँ गएको हाँस नि क्या ए भगवान फेरि जान पनि जो गए पनि त्यो ठाउँमा चाहिँ जानै पर्ने रहेछ उठाएर मैले भाइरल बनाएर छोड्छु म आँखा त्यो ठाउँ बनाएकै भएन अब फेरि अब दुबईदेखि नेपाल नि पुरो छ आएर फेरि त्यहीँ गएर रुनी होला दाइ अँ त्यो ठाउँ जाने बित्तिकै याद चाहिँ आउँछ होला है मजाले कुर्सीमा बसेको थियो भनेर कुर्सी हेर्छ होला बिचरा टोलाएर सानो अय्या यार होइन त्यस्तो के होइन के गर्ने यार जे पनि एउटा बाटोमा हिँड्दाखेरि सँगै यात्रा गरेको यात्रुको त याद आउँछ भनेपछि त्यत्रो टाइमसँगै बिताएको मान्छेको याद आउन र भन्नु न त्यो ठाउँमा ठाउँको नाम त्यो ठाउँ त सनडाउन पोखरा पामे भनेपछि त त्यहाँ त भाइरलै हुने भयो ठाउँ त यार जो गयो त्यही भिडियो बनाउँछ अघि त भोटिङ त मैले बनाएको भिडियो 6 लाखभन्दा माथि भ्युज गरिसक्यो म हेर्नु पर्यो कुन मान्छे चाहिँ ठाउँ रहेछ खोज्दै खोज्दै जान्छ भने तर आशिका तिमी आएपछि त्यही जामलाई भयो नि वाह म पनि त्यही जानु आशिका। अब त्यही जाने नि यार त्यो ठाउँ जस्तो भाइरल ल्याएको छ फेवा हेर बहिनी पोखरामा कोही मेरो चिनेको मान्छे आयो भने नि पहिला पहिलाको मान्छेले फेवाताल घुम्ने भन्थ्यो होइन पोखरा आशिके आजकल त मलाई भेट्ने भन्छन् फेवाताल कसै मलाई भेट्ने अनिवार्य म त यहाँ त बहिनी भनेर कि